Namaste parents, this is Dr. Deepa, your pediatrician. यो अहिलेको सिजनमा ओपिडीमा मोस्ट अफ द पेरेन्ट्स होइन उहाँहरूले चाहिँ आफ्नो बच्चालाई आँप खुवाउनुहुन्छ कि हुँदैन, कहिलेदेखि खुवाउने, कति खुवाउने भनेर सोधिरहनुहुन्छ. सो दिस भिडियो इज फर यु अल द पेरेन्ट्स. अब यो आँप चाहिँ लाइक एउटा उनी छ होइन, आँप खुवाउन साथ हिट र्यास आउँछ भन्छन् है, तर त्यस्तो होइन. यदि हामीले लाइक क्वान्टिटी मिलाएर दिउँ भनेदेखि इट्स नट नेसेसरी सबैलाई हिट र्यास आउँछ भन्ने हुँदैन. अब के हुन्छ भन्दाखेरि यो हिट र्यास आउने पनि गर्मीमा, आँप फल्ने पनि गर्मीमा. सो दिस इज जस्ट अ कोइन्सिडेन्स. अब सेकेन्ड कुरा भनेको चाहिँ म्याङ्गो खान साथ लुज मोसन हुन्छ, डाइरिया हुन्छ भनिरहनुहुन्छ है. फेरि कुरा आयो त्यही क्वान्टिटीको. तपाईँले अत्यधिक मात्रामा बच्चालाई एकदमै धेरै खुवाउनु भयो भनेदेखि पच्न गाह्रो हुन्छ र त्यसले गर्दाखेरि लुज मोसन हुने हो. इफ क्वान्टिटी मिलाएर ठिक्क मात्रामा दिनुभयो भने त्यस्तो इस्युज आउँदैन. थर्ड भनेको चाहिँ हामीले आँप खुवाउँदाखेरि जहिले पनि 30 to 45 मिनट अगाडि नै भिजाएर राख्ने, त्यसपछि त्यसलाई ट्याप वाटरले धुने, सो द्याट त्यहाँ भएको केमिकलहरू पनि सबै नाश भएर जान्छ र इन्फेक्सन हुने चान्स एकदम कम हुन्छ. अब फोर्थ भनेको बच्चालाई कहिलेदेखि खुवाउने भनेर सोध्नुहुन्छ. हामीले 6 महिनाबाट नै दिन मिल्छ. 6 महिना माथिको बच्चाहरूलाई प्युरी गर्ने कि त म्यास्ड फर्ममा दिन सकिन्छ भनेदेखि टडलर्सहरूलाई चाहिँ सानो पिसमा काटेर उनीहरूलाई आफै हातले समातेर खाना दिन सकिन्छ. अनि नेक्स्ट क्वेसन भनेको चाहिँ कति दिने भन्नुहुन्छ होइन. अब 6 महिनादेखि यो 2 वर्षसम्मको बच्चाहरूलाई चाहिँ 1/4 म्याङ्गोको पार्ट दिन सकिन्छ भनेदेखि यो 2 वर्षदेखि 6 वर्षसम्मको बच्चाहरूलाई आधी म्याङ्गो दिन सक्यो. अनि 6 वर्षभन्दा माथिकोलाई चाहिँ एउटा सिङ्गै म्याङ्गो दिन सकिन्छ. तर अब हामीले ध्यान दिनुपर्ने कुरा भन्दा चाहिँ यदि म्याङ्गो खाँदा खाँदै नै पुरै र्यास आयो, स्वेलिङ, जिउहरू मुखहरू सुनिन थाल्यो होइन, बच्चाले भमिटिङ गर्न थाल्यो भनेदेखि चाहिँ प्लिज कन्सल्ट यो पिडियाट्रिसियन अन टाइम. थ्याङ्क यू.